त जयगाउँमा हाम्रो स्विमिङ सबै गरिसकेको बादमा चाहिँ फेरि म चाहिँ त्यहाँबाट निक्लेँ, यहाँ मङ्गलाबारी भन्ने जग्गामा आएँ। मङ्गलाबारीमा चाहिँ के छ भन्दाखेरि यहाँ हाम्रो दाजुको जिम पनि छ, जिम हल छ, जुन चाहिँ त्यहाँनिर चाहिँ म दाजुलाई अलिकति भेट्नु गएको थिएँ। अहिले चाहिँ यहाँ रोडमा छु। अब चाहिँ म यहाँबाट भित्र जान्छु। भित्र जानुको ब्लगिङ चाहिँ तपाईँहरूलाई पुरा देखाइदिन्छु म। मजाले हेर्नु, तपाईँहरू ब्लगिङमा बनिरहनु। यस्तै मजाको ब्लगिङ हेर्नुको लागि चाहिँ पङ्कज ब्लगिङलाई चाहिँ फलो गर्नु एकदमै नबिर्सिनु है। अब चाहिँ म जाँदैछु। पहिला त यहाँनिर पुगेँ, यहाँ पुलको यहाँनिर साथीहरूले पुल खेल्दै रहेछ, मैले पनि त्यहाँनिर हेरेँ। हेर्दै ब्लग गरिदिँदैछु होइन। कस्तो लाग्छ तपाईँहरूलाई ब्लग गर्नुको पछाडि चाहिँ फेरि म यहाँबाट चाहिँ अहिले जान्छु। गएर चाहिँ दाजुको त्यहाँनिर जान्छु होइन। दाजुको त्यहाँ गएर दाजुसँग अलिकति टाइम पास गर्छु। त्यहाँबाट फेरि भित्र जिम हलमा गएर चाहिँ तपाईँहरूलाई देखाइदिन्छु। अहिले चाहिँ म पुगेँ दाजुकोमा। दाजुलाई सोध्दैछु के गर्नु हुँदैछ दाजु भनेर। एम गर्नु हुँदैछ दाजु हो, हल्का दाजुसँग फनी त्यस्तै हो नि। अब चाहिँ म यहाँबाट फेरि भित्र जान्छु होइन। अलिकति पुलको यहाँ साइड गरेर देखाइदिएको फेरि। त्यहाँबाट चाहिँ अब भित्र जाने जिम हलमा चाहिँ कस्तो छ हेर्नु तपाईँहरू। यो चाहिँ हाम्रो जयगाउँको दाजुको जिम हल हो। आफ्नै घर पनि यहीँ छ, जिम हल पनि यहीँ छ, दाजुको सबै छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर। आउनु